अलि पर सर तपाईहरु यता हेरौँ त 6 जना थियो दुईटा बाइक माथि 3 जना एकैचोटी आएर समाएर यहाँ समातेर यहाँ के सुगाइदियो यसरी मुख छोपेर कानको खोल्नु थाले हामीसँग के सुनहरु पनि बरामद भएको छ यसको अनुसन्धान हामीले सुरु गरेका छौं हिजो रातभरि हाम्रो अपरेसन चलेको थियो र आज पनि हामी त्यो कन्टिन्यू गर्छौं औँठी तानेछन् रक्तमै आएछ पर्सहरु लग्यो मोबाइल लगेन अनि रक्तमै भइसकेपछि उले आफै खोलेर दिएछ पछि चल्के होस आएपछि घरमै नै सुतेको ठाउँमा कति 12-15 तोरै सुन छ सुन छ म दिदिन भन्दा हैन मेरो औँलामा हात चाहिँ दागै बस्ने गरी अहिले यहाँ पनि देखिन्छ दागै बस्ने गरिकन लुटेर लग्यो हाम्रो पहिलो प्राथमिकता पीडितलाई न्याय दिलाउने हो र यो मैले निकालेर यो चाहिँ मैले निकालेर भुइँमा फाल्सियो उनीहरुसँग लक्क खेल्दै अनि यताको मात्रै निकाल्नु सफल भयो उनीहरु आधी तल चाहिँ लग्यो सत्य कुरा गर्छु म चाहिँ है नभए त यिनीहरूले मार भन्दै थियो एकजनाले त यो मध्येका एकजनाले मलाई मार भन्दै थियो त्यो थाहा नै छैन कतिजनाको अब त्यो सुतेको ठाउँमा स्प्रे छरेर लट्याएर दराज खोलेर सामान सबै लाँदाखेरि अब त्यो कस्तो पनि यिनीहरु त आजीवन नै जेलमै होस् भन्छु म चाहिँ त्यही माग गर्छु म त हामीले कानुनले दण्डित गर्ने हदैसम्मको हामीले सजायको माग दाबी लिएर यसको अन्त्य हुनु पर्यो र त्यस पछाडि हाम्रो जे जति छ लुटेको छ धनमाल छ त्यो भने फिर्ता हुनुपर्छ भन्ने र यो लुटेका सामग्रीहरू कहाँ लगेको छ त्यसको पनि अनुसन्धान गरेर खोज तलास गर्छौं मूल पानी थापा गाउँ सोमतीर्थ गीता मन्दिर ठ्याक्क गेट मन्दिरकै अगाडि हो घर त्यहाँबाट चोरी भएको